वेलकम टु माई न्यू ब्लग। हजुरहरूलाई स्वागत छ मेरो ब्लगमा। अहिले बिहानको 12:30 जति भएको छ। हामी चाहिँ आर्मीको टिममा जाँदैछौँ होइन। बाटो यस्तो छ, हिमाल आमा छेदुङ मोरो गाउँपालिकाको माथि छौँ हामी। सोल्टी र म छुट्टीको टाइम यसो रमाइलो गरौँ भनेर हिँडेको होइन राइट। अरू भने यस्तै हो, हामी भने त्यस्तै हो। सुन्दरता हेर्नुहोस्, नेपालको सुन्दरता। हिमालको काखमा रहेको नेपाल हो क्या अरे। नेपालमा डुल्दैछौँ हामी, विदेशबाट आएको हामी पनि काठमाडौँ। हेलो गाइस, के छ? तपाईँलाई आरामै होला होइन, तपाईँलाई ठिकै छ होला, हामी पनि ठिक छौँ। आज छुट्टीको दिन यसो रसुवा जिल्लामा यहाँ छ। रसुवा जिल्लामा आइसकेपछि विभिन्न ठाउँहरू घुमेर जाउँ न हामी। भावनामा सजुर रमाइलो ठाउँ छ रसुवा जिल्ला होइन। यस्तो बगाल चिनहरू छन्, डाँडा हिमाल सम्पूर्ण ठाउँहरू यस्तो बगाल देखिन्छ। अनि सोल्टी उसलाई चाहिँ के भन्छ यो तलको योलाई? आमा छेडिङ मोरो। यो चाहिँ तलको यो जस्तो मेरो बसेको ठाउँ छ, यो चाहिँ आमा छेडिङ मोरो है। त्यस्तै छ गाइस, नेपाली भइसकेपछि विभिन्न ठाउँमा डुल्नुपर्छ। आफ्नै देशमा हो, पैसा लाग्दैन। पैसा त लाग्छ अलिअलि, खै पनि त्यति बाहिरबाट आउँदा जस्तो हुँदैन। हाम्रो देशमा आफ्नै भिजाहरू लाएर आउनु पर्दैन। बवाल छ गाइस, घुम्नलाई यस्तो बवाल ठाउँ छ रसुवा जिल्ला। एकचोटि सबै आउनुहोस्। हिमालय हिँड्नु जोग्दाखेरि हिमालय यहाँबाट तल भएको त्यो गाउँमा जाने। यो चाहिँ हामी चाहिँ यतातिर अब यो माथि पार्वती कुण्ड जाने बाटो हो। यो सिनै यहाँको बवाल छ। अझै यसमा पिच बाटो भइदियो भए अझै बवाल हुन्थ्यो। मस्त छ। तपाईँहरूको माया साथ सपोर्ट पाएपछि बिस्तारै अगाडि बढ्दैछौँ, अगाडि बढ्ने कोसिस गर्छौँ। विभिन्न नयाँ तरिका कोर्सहरू देखाउने। गाइस गुराँस यहाँ र फुलिसकेको छ। गुराँसको फुल नेपालमा अनेक थरीका गुराँसहरू पाइन्छन्। अनेक थरीका गुराँसको फुलहरू छन्। यतातिर हाम्रो सोल्टी यहाँ बाइक राखेर आउनु भएको छ। हामी त गुराँस टिप्नलाई झर्नु भएको छ। गुराँस टिपौँ। जस रसुवा जिल्लाको गुराँस पनि चाहिने भयो। खान मिल्ने खालको फुल हो, खान मिल्छ सबै। मिठो टेस्टी रस मिठो गीत पनि गाइराख्नु भएको छ सोल्टीले। त्यस्तै छ गाइस, त्यतातिर सबै बस्ती बसाएको, यतातिर सबै बस्ती कस्तो छ, दामी छ घुम्न लायकको। चारैतिर हिमालय
गुराँस टिपेर आउनु भएको छ। यो गुराँस पोज दिनुभएको होइन। अब एउटा दोरी खोज्नुपर्छ सोल्टी, यसलाई बाँडेर हिँड्नुपर्छ है। दोरी खोजेर चट्ट बाँधेर हिँड्ने भाइ। गुराँसको बोट पनि सानो रहेछ, जस भुइँबाटै टिप्न मिल्ने खालको। भुइँबाटै टिप्यो रोग लाग्नुपर्छ। आज पार्वती कुण्ड पुगेर फर्किनुपर्छ जसरी। त्यही भएर धेरै बेर नगरिकन हामी धेरै बेर एकै ठाउँ नबसिकन अब बिस्तारै बिस्तारै हिँडिरहनुपर्छ। गन्तव्यतिर लाग्छौँ। गन्तव्यतिर लाग्नुपर्छ होइन। यस्तै छ, त्यसरी हिमालबाट हिमहरू उडिरहेको छ गाइस। सोल्टीले गुराँस टिप्नु भएको छ, गुराँस बाँडेर हिँड्नुहुन्छ। गुराँस राख्नुभयो। मजाको ठाउँ छ गाइस। नेपालमै भएर एकचोटि बस्रा जिल्ला पुग्नु होला सबैजना। नेपालमै हो, हामी यतैतिर हो। र गाइस म चाहिँ गुराँसको फुल बाँध्नलाई, बाइकमा बाँध्नलाई दोरी खोज्नुतिर लाग्यो हो। यतातिर कतै दोरी पाइन्छ कि गाइस। दोरी त पाइयो तर केसको हो होइन, गर्न मिल्ने खालको हो कि नमिल्ने हो। पाउन त पायो, बलियो खालको दोरी पायो, यो फुकाउन मिलेछ। सोल्टीले मिठो गीत गाइदिइराख्नु भएको छ, मनोरञ्जन छ। हामी यहाँ गुराँस बाँध्छौँ, यतातिर यहाँ र यतातिर गुराँस बाँध्छौँ दुईवटा ग्लास हाउसमा। त्यसपछि फेरि अगाडि बढ्नेछौँ पार्वती कुण्डको लागि। फाइनली गाइस हामी गुराँसको फुल यसरी बाँडेर हिँड्यौँ होइन। बिस्तारै लाग्नुपर्छ गन्तव्यतिर। बस्ने गरेर जाने भयो त केही बेर ढिला गरेर गए पनि हुन्थ्यो, बस्दै बस्दै गए पनि हुन्थ्यो। अहिले पुगेर फेरि फर्किने गाइस होइन। हामीलाई थाहा पनि छैन पार्वती कुण्ड पुगेर फर्किन्छौँ कि फर्किन्नौँ भन्ने होइन। के अरे जान भएको बाटो पनि थाहा छैन, सोध्दै हिँडेर गाइस। सानो बस्ती छ, सानो बस्ती छ। चार पाँचवटा घरको बस्ती छ तर राम्रो छ।
तिमीलाई देखेर हिमाल सेको तिम्रो गीत सुनेर मुनालो नाचेको तिम्रो जोबनलाई हो देखेर पिरती गाँसेको फेरि कपिराइट आउँछ मन्दिरमा पनि जाउँ न मन्दिरमा छिरौँ फाइनली गाइज हामी चाहिँ पार्वती कुण्ड आइपुग्यो होइन अब पार्वती कुण्ड परिक्रमा गर्ने क्रममा छौँ पार्वती कुण्ड हेरेर चाहिँ ग्राउन्ड हालेर सोची फर्किन्छौँ फेरि यस्तो भोवाल छ पार्वती कुण्ड होइन यस्तै छ राम्रो छ यता पनि सानो कुण्ड रहेछ गाइस पार्वती कुण्डको सानो यो चाहिँ महादेव कुण्ड होला होइन यताको चाहिँ पार्वती कुण्ड यताको चाहिँ महादेव कुण्ड सानो कुण्ड गाइस हामी चाहिँ अब अलिकति उता छोडेर फेरि अब यता परिक्रमा छोडेर यता अलिकति उकालो रहेछ यता अर्को मन्दिर मन्दिर छु त्यतातिर लाग्यो त्यो पनि केही हुनसक्छ व्यवस्था गरेको छ बस्नलाई पार्किङ गर्न बनाएको अर्को खासै त्यस्तो उस चाहिँ छैन खास विशेष त होइन तर बस्नु ठिक रहेछ पानी पऱ्यो है बाहिरको गाइस यस्तो काठले छुपाएर बनाएको छ बजारतिर भट्यामा किन्ने बनाउँथ्यो तर यहाँ पानी छिर्दैन यस्तो उज्यालो यस्तो उयोहरू देखिए पनि तर यसमा पानी छिर्दैन छ पानी पर्दा त्यहाँ पनि जानुपर्छ जसले तेह्रतिर बसेर होइन हिमाल जता हेरी हिमाल देखिन्छ गाइस यो डाँडामा फुर्किँदैन हामीले अघि होइन तल्लो बाटो आयो नि त्यता है त्यो डाँडामा नि त्यो परको डाँडामा पनि पुग्नुपर्छ 5-10 मिनट लाग्छ त्यो परको डाँडा हेलो गाइस म चाहिँ हिँड्दा थाकिसकेँ पार्वती कुण्ड पनि घुमेर भ्याइन लाग्यो सोल्टी अघिदेखि बोलिरहनु भएको छ हिउँले उहाँको घाँटी समाएको भएर हिउँ खेलाएको थियो एकछिनमा घाँटी समाएर बोल्न अलि गाह्रो भएर उहाँ चाहिँ विश्राम गरिरहनु भएको छ उहाँको साटो चाहिँ म आइसकेको छु हजुरहरूको माझमा पार्वती कुण्ड पनि ल्याम्लुम घुमेर भ्याइयो गाइस घुम्न चाहिँ रमाइलो ठाउँ रहेछ है घुम्यो अब 2-4 कपी फोटो हानिदिन्छौँ थम्बनेलको लागि गेटतिर फोटो यस्तो ठुङठुङ हानिन्छ अनि
त्यसपछि फेरि अघि आएको बाटोमा ओह्रालो लागिन्छ। उसले हो गाई चाइनिज माछा नि खाएर चाहिँ हेर्नु न। सोल्टी यार सुँगुर पो खानुपर्ने थियो। हजुर ए ठिक छ मनमा सोचौँ, कुरा नगरौँ, मनमा सोचौँ।